गुड मर्निङ सम्पूर्णलाई चाहिँ शुभ बिहानी भन्न चाहन्छु र आजको मेरो यात्रा चाहिँ पशुपति धार्मिक स्थलसम्मको चाहिँ यात्रा रहेको छ र म चाहिँ अलरेडी गेटबाट छिरिसकेको छु र तपाईले देख्न सक्नुहुन्छ मेरो ब्याकग्राउन्ड हुँदै जुन चाहिँ पशुपतिको चाहिँ एरिया रहेको छ र म चाहिँ अब अगाडि बढिरहेको छु यहाँदेखि चाहिँ हैन र मेरो चाहिँ यात्रा आज पशुपतिको यात्रा रहेको कारण चाहिँ म निरन्तरता अगाडि बढिरहेको छु। हजुरले देख्न सक्नुहुन्छ साइडतिर धेरैजना मान्छेहरू चाहिँ हुनुहुन्छ हैन, धेरैजना चाहिँ त्यो पूजा गर्नका लागि आइराख्नु भएको छ र आज चाहिँ एकदमै मौसम पनि एकदमै चिसो मौसम छ र यो मर्निङको समयमा चाहिँ एउटा मर्निङ वकको लागि पनि म चाहिँ निक्लिरहेको छु। हजुरले देख्न सक्नुहुन्छ र एकदमै चिसो भए तापनि मर्निङ वकको लागि निक्लिँदा एकदमै रमाइलो भइरहेको छ र देख्न सक्नुहुन्छ तपाईले साइडमा चाहिँ पूजा सामग्री फुलहरू चाहिँ तपाईले देख्न सक्नुहुन्छ। यो चाहिँ पूजा सामग्री फुलहरू लिने ठाउँ हो जहाँबाट चाहिँ हामीले पूजा गर्नको लागि चाहिँ लिन्छ र यहाँ लराइ देखिराख्नु भएको छ हजुरले हैन पूजा सामग्रीहरू चाहिँ र साथसाथै यहाँ धेरैजना व्यक्तिले चाहिँ हैन धेरैजना दाइहरू अङ्कलहरूले चाहिँ यहाँबाट यसरी फुल किनेर उहाँहरू पनि पूजा गर्नको लागि चाहिँ जाँदै हुनुहुन्छ धेरैजना चाहिँ र म पनि उहाँहरूको साथसाथै चाहिँ अगाडि बढिरहेको छु र अब देख्न सक्नुहुन्छ तपाईले चाहिँ पशुपतिको एरियाहरू र यहाँ देख्न सक्नुहुन्छ अलरेडी पशुपतिको चाहिँ साइडमा कम्पाउन्ड जुन बारेको वालहरूमा चाहिँ पेन्टिङ यसरी गरी पनि रहेको छ। एकदमै राम्रो चाहिँ एउटा पेन्टिङहरू रहेको छ, जस्तै भगवानको फोटोहरू तपाईले यहाँबाट देख्न सक्नुहुन्छ अलरेडी चाहिँ राइट र गाईको फोटो, भगवानको फोटो, हिमालको फोटोहरू, रुखहरू अलरेडी देख्न सक्नुहुन्छ र यसै गरी म यहाँ पुगिसकेको छु जहाँ मेरो ब्याकग्राउन्डमा बाँदरहरू पनि थियो। जुन पशुपतिमा चाहिँ धेरै सङ्ख्यामा बाँदरहरू पनि हुन्छ र साथसाथै म हिँड्दै गर्ने क्रममा धेरैजना चाहिँ पूजा गर्न चाहिँ आइराख्नु भएको छ र म पनि हिँडिरहेको छु र आज चाहिँ अलिकै कम मात्रामा चाहिँ पूजा गर्ने मान्छेहरू चाहिँ छ हेर्नुहोस् हैन, किनकि चिसोले नि गर्दा होला हैन, सो त्यही भएको कारणले पनि धेरै चाहिँ मान्छे छैन। आज चाहिँ एकदमै कम मात्रामा चाहिँ पूजा गर्नका लागि चाहिँ मान्छेहरू चाहिँ हिँडिराख्नु भएको छ र देख्न सक्नुहुन्छ यता साइड हैन दुई साइडतिर कम्पाउन्ड छ जुन चाहिँ राम्रो फुलहरू हैन रुखहरूको देख्न सक्नुहुन्छ हजुरले यहाँबाट चाहिँ र मेरो ब्याकग्राउन्डतिर देख्न सक्नुहुन्छ ठुलो चाहिँ यहाँ चाहिँ हैन जुन एरिया छ, जुन एरियामा चाहिँ समयमा चाहिँ एउटा भजनहरू लाउँदाखेरि ठुल्ठुलो कार्यक्रमहरू गर्दाखेरि चाहिँ जुन पशुपतिको चाहिँ जुन कार्यक्रमहरू गर्दाखेरि चाहिँ सो ठाउँमा स्टेजहरू बनाउने हैन त्यहाँ पूजापाठहरू लाउँदा भजन लाउँदाखेरि चाहिँ सो एरिया चाहिँ त्यहाँ बारिरहेको छ देख्न सक्नुहुन्छ र म चाहिँ अगाडि बढिरहेको छु र यहाँदेखि राख्नुभएको छ हैन रुखहरू, साइडमा रुखहरू पनि एकदमै राम्रो चाहिँ देख्न सक्नुहुन्छ हजुरले र म चाहिँ यो हुँदै अगाडि बढिरहेको छु र अलरेडी देख्न सक्नुहुन्छ परेवाहरू हैन यहाँ चाहिँ धेरै सङ्ख्यामा देख्न सक्नुहुन्छ र यहाँ मन्दिरहरू भएको ठाउँमा चाहिँ अलरेडी म पुगिसकेको छु र देख्न सक्नुहुन्छ यो मन्दिरमा चाहिँ पूजा गर्नुहुन्छ राइट र यहाँ चाहिँ पूजा गर्ने ठाउँहरू पनि तपाईले देख्न सक्नुहुन्छ र यो मन्दिर रहेको छ र मन्दिरहरू तपाईले मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ। ब्याक साइडमा चाहिँ धेरै मन्दिरहरू पनि यता चाहिँ रहिरहेको छ हैन, एकदमै राम्रो मर्निङ समयमा चाहिँ र देख्न सक्नुहुन्छ तपाईलाई म अलरेडी सम्पूर्ण पशुपतिको एरियाहरूमा चाहिँ देख्न सक्नुहुन्छ हजुरले चाहिँ यो चाहिँ सम्पूर्ण पशुपतिको एरियाहरू रहेको छ हैन। यहाँ चाहिँ धेरै चाहिँ एउटा यहाँ पशुपतिमा चाहिँ हैन देशहरू पनि लिइराख्नु भएको छ र यहाँ जलाइ पनि रहेको छ र भर्खरै मर्निङको समय 7 मात्र बजिरहेको छ। यो समयमा पनि यति धेरै देशहरू हैन र जलाइरहेको तपाईले देख्न सक्नुहुन्छ। यहाँ देखिराख्नु भएको छ यो सम्पूर्ण चाहिँ पशुपतिको एरिया मन्दिरहरू तपाईले अलरेडी यहाँ देख्न सक्नुहुन्छ र फाइनली म चाहिँ फेरि ब्याक भइसकेको छु र ब्याक हुँदैछु र तपाईले देख्न सक्नुहुन्छ यो मन्दिर एरियाहरू मेरो ब्याक साइडमा चाहिँ तपाईले यो एरियाहरू चाहिँ हजुरले देख्न सक्नुहुन्छ। यो चाहिँ पशुपतिको एरियाहरू रहेको छ र
यहाँ खोला देख्न सक्नुहुन्छ, बागमती खोला। सो खोला पनि यहीँ रहेको छ र अहिले चाहिँ खोला एकदमै सानो रहेको छ किनकि पानी नभएको कारणले गर्दाखेरि चाहिँ होइन। र देख्न सक्नुहुन्छ र अब म फेरि ब्याक रिटर्न अर्को साइडतिर हिँडिसकेको छु र यो साइडतिर देख्न सक्नुहुन्छ र अहिले चाहिँ अलरेडी घाम पनि आइसकेको छ र घामको न्यानो होइन बिहानीको न्यानो घामको साथमा चाहिँ म अगाडि बढिरहेको छु र हजुरले देख्न सक्नुहुन्छ यो साइडतिर दुई साइडतिर चाहिँ तपाईँले देखिराख्नु भएको छ र म अगाडि बढ्ने क्रममा अझै छु र तपाईँले देख्न सक्नुहुन्छ जुन चाहिँ अब जुन मेन मन्दिरमा छिर्ने गेटमा चाहिँ म पुग्न लागिरहेको छु र तपाईँले देख्नुहुनेछ। अब हजुरले म देखाउने नै छु र हजुरले होइन र यो जुन मेन गेटतर्फ नै म हिँडिरहेको छु र तपाईँले आवाज गर्दै गर्नुहोला। र यहाँ धेरै मान्छेहरू चाहिँ जुन गेटतिर र सो मेन गेट यही नै हो र यो गेटबाट चाहिँ धेरैजना मान्छेहरू चाहिँ होइन पूजा गर्नको लागि चाहिँ भित्री जाँदै हुनुहुन्छ र यहाँ देख्न सक्नुहुन्छ धेरैजना चाहिँ यसरी बसिराख्नु भएको छ। सधैँ अलग अलग ठाउँमा हुन्थ्यो र यो जाडोको समयमा चाहिँ यहाँ प्रायः मान्छेहरू एकै ठाउँमा चाहिँ अहिले बस्नु भएको रहेछ र देख्न सक्नुहुन्छ न्यानो घाम लागिरहेको छ र यसरी नै मेरो अगाडि बढ्ने क्रम जारी नै छ र घामको न्यानो साथसाथै चाहिँ यहाँ देख्न सक्नुहुन्छ धेरैजना चाहिँ मलाई देखेर चाहिँ धेरै हाँस्दै पनि हुनुहुन्छ। ब्याक साइडमा हजुरले देख्न सक्नुहुन्छ होइन, धेरै हुनुहुन्छ सो पूजा गर्न आउनुहुनेहरू र म चाहिँ अगाडि बढिरहेको छु र यो अर्को साइडदेखि चाहिँ म निरन्तरता अगाडि बढिरहेको छु र यहाँ देख्न सक्नुहुन्छ यो कम्पाउन्डतिर पनि एकदमै क्लिन एकदमै सफा रहेको छ र न्यानो घाम पनि आइसकिसकेको छ र देख्न सक्नुहुन्छ अझै पनि यो कम्पाउन्ड यो नेक्स्ट साइडदेखि चाहिँ म अगाडि बढिरहेको छु र हजुरले हेरिराख्नु होला। र यहाँ पनि अलरेडी पसलहरू चाहिँ रहेको छ, यहाँ पनि पूजा सामग्री सम्बन्धी पसलहरू सबहरू रहेको छ। सो पसलहरू हुँदै चाहिँ म अगाडि बढिरहेको छु र यहाँ पसलहरू देख्न सक्नुहुन्छ मेरो ब्याकग्राउन्ड साइडतिर र घामले गर्दा चाहिँ एकदमै होइन न्यानो भइरहेको छ, तपाईँले देखि पनि राख्नु भएको होला। साइडमा चाहिँ रुखहरू पनि हल्का छ, रुखको साथसाथै तपाईँले देखिराख्नु भएको छ होला। यो पसलहरू हुँदै हुँदै म अगाडि बढिरहेको छु, यो चाहिँ नेक्स्ट साइडतर्फदेखि चाहिँ अगाडि बढिरहेको छु म चाहिँ अझै पनि यो नेक्स्ट साइडबाट हिँड्ने बाटो हो जहाँ तपाईँले पसल देखिराख्नु भएको छ यता पनि यो साइडतर्फ पनि र सो यहाँदेखि पनि अगाडि बढिरहेको छु र देख्न सक्नुहुन्छ बाटो पनि एकदमै सफा र एकदमै राम्रो चाहिँ टाइल लगाएको बाटो चाहिँ छ यो बाटो चाहिँ र धेरै मान्छेहरू चाहिँ यहाँबाट पनि हिँडिरहेको हुन्छ र कुनै समयमा चाहिँ यो बाटोतिर पनि टाइट मान्छे हुन्थ्यो भने आज एकदमै कम रहेछ र हजुरले देख्न सक्नुहुन्छ तपाईँले होइन जुन यो साइड पनि दुवै साइड चाहिँ वालमा चाहिँ एकदमै राम्रो छ यहाँ चाहिँ र फुलहरू तपाईँले देखिराख्नु भएको होला, बिरुवाहरू र कम्पाउन्ड एकदम राम्रो बारिरहेको छ जुन ठाउँमा चाहिँ र यो ठाउँ हुँदै पनि म अगाडि बढिरहेको छु र देख्न सक्नुहुन्छ तपाईँले चाहिँ र यो साइड हुँदै म अगाडि बढ्ने क्रममा नै छु र फाइनली गौशाला पनि पुगिसकेको छु म चाहिँ गाइस र गौशाला देख्न सक्नुहुन्छ र अस्ति चाहिँ यो ठाउँमा चाहिँ जुन नगरपालिकाले भत्कै पनि राखेको थियो सो ठाउँमा फेरि पनि रिस्टार्टिङ पसल यसरी नै राखिसक्नु भएको छ, तपाईँले देखिराख्नु भएको होला र मेरो ब्याक साइडतिर जुन मेन रोड हाइवेतिर देखिराख्नु भएको छ। आज एकदमै कम मात्रामा गाडी छ किनकि मर्निङ समय भएर पनि होला र यहाँ चाहिँ हिँड्ने जुन चाहिँ बाटो पनि एकदमै साँघुरो भएको कारण चाहिँ धेरैभन्दा धेरै मान्छेहरू चाहिँ यहाँबाट हिँडिराख्नु भएको छ। ओके, गौशालामा देखिराख्नु भएको छ हजुरले राइट र गौशालामा म हिँडिरहेको छु र एकदमै
घाम चाहिँ मजाले लागिरहेको छ अहिलेको समयमा चाहिँ र म अगाडि बढिरहेको छु र म चाहिँ अब गौशालाको ठ्याक्कै नै जुन कोटेश्वरबाट आउने बस रोक्ने ठाउँतर्फ चाहिँ म पुग्न लागिसकेको छु र हजुरले देखिराख्नु भएको होला र सो ठाउँमा चाहिँ म पुग्न लागिसकेको छु र मेरो यात्रा निरन्तरता रहिरहेको छ र सो ठाउँमा म पुग्न लागेको छु र अब सो ठाउँदेखि चाहिँ मेरो रुम जाने साइड भनेको भित्री छिर्नुपर्ने हुन्छ राइट र सो ठाउँमा म पुगेपछि म आफ्नो रुमतर्फ चाहिँ फर्किनेछु राइट र यहाँ देख्न सक्नुहुन्छ तपाईँले विभिन्न यहाँबाट काउन्टरहरू पनि रहेको छ जहाँ चाहिँ पूर्व जाने गाडीहरूको हैन बसहरू भयो सो ठाउँहरूमा चाहिँ म पुगिसकेको छु र तपाईँले देखिराख्नु भएको छ यहाँ ब्याकग्राउन्ड साइडतिर धेरै गाडीहरू देखिराख्नु भएको छ सो यहाँदेखि नै म भित्र छिरिसकेको छु र यहाँ भित्र चाहिँ मेरो थोडा भित्र चाहिँ रुम रहेको छ सो रुमतर्फ चाहिँ म निरन्तरता हिँडिरहेको छु र साइडमा देखिराख्नु भएको छ कपडा पसलहरू राइट होटलहरू किराना पसल पनि यो साइडमा छ भने धेरैभन्दा धेरै चाहिँ यहाँ कपडा पसलहरू रहेको छ र म यहाँदेखि पनि भित्र छिर्ने क्रममा छु अझै निरन्तरता र भित्र छिर्ने क्रममा चाहिँ धेरै पसलहरू हैन हुँदै हुँदै म अगाडि बढ्नुपर्ने हुन्छ र म हिँडिरहेको छु र अब चाहिँ म केही समयमा चाहिँ आफ्नो रुमतर्फ लागिरहेको छु र फाइनल्ली यो जुन चाहिँ पेन्टिङको साथसाथै अब चाहिँ म रुम पुग्न लागिसकेको छु र थ्याङ्क यू सो मच हजुरहरूले चाहिँ भिडियो हेरिदिनु भएकोमा भिडियोलाई लाइक सब्सक्राइब र कमेन्ट गरिदिनु होला।